नमस्कार दर्शकवृन्द, टोरी एपिसोड 245 को रिभ्यू एपिसोडमा यहाँलाई हार्दिक स्वागत छ। दर्शकवृन्द, टोरी एपिसोडमा भने अन्ततः आज बेनिसालाई सम्पूर्ण जिन्दगीका आफ्ना कुकर्महरूको पूर्ण रूपले बोध भएको छ। किनकि आज न त उनी चहलपहल गर्न सक्छिन्, न त उनी सजिलै बोल्न सक्छिन्। आज त्यस कारणले पनि उनलाई त्यो खालको महसुस भइरहेको छ र कथामा भने एउटा नयाँ रोचकता पनि आएको छ कि हामीले पाइसकेका छौँ र देखिसकेका पनि छौँ कि भाग 245मा नै दुर्गाको आगमन भएको छ। वास्तवमा ती दुर्गा को हुन् अनि कहाँ गइन् त सम्झना, किन आजसम्म आउन सकिरहेकी छैनन्? के वास्तवमा अब उनको खोजी कार्यका लागि माइला लाग्लान् त? दर्शकबिन, आजको रिभ्यू एपिसोडमा त्यही जान्ने प्रयास गरौँ। कथामा भने बेनिसा र माइलाको प्रेम सम्बन्ध अर्थात् वैवाहिक जीवनदेखि लिएर उनीहरूको बिचको त्यो सम्बन्धमाथिको खटपट र जुन बेनिसाले निम्त्याएको त्यो भयानक रूपका बारेमा देखाइन्छ कि बेनिसाले उदण्ड भएर उनले सम्झनामाथि र सम्झना बुवाका माथि दुर्व्यवहार गर्न पुगेकी हुन्छ र जसको कारण स्वरूप आज उनले नाग भगवानबाट पाप खेपिरहनु परिरहेको छ र त्यो स्वयं उनलाई पनि बोध भइसकेको छ कि मैले यो गल्ती गरेकै रहेछु र आज मलाई यसको परिणाम स्वरूप यस्तो खालको सजाय भगवानले दिनुभएको छ। बेनिसाका यी कुराहरूले हामीलाई यस्तो खालको सन्देश दिएको महसुस हुन्छ कि कहिले पनि गलत काम गर्नु हुँदैन र हामीले सत्कर्मतर्फ अगाडि बढ्नुपर्दछ। माइलाले भने बेनिसालाई त्यही रूपमा स्वीकार गरिसकेका छन् र जुन रूपमा उनले श्रीमतीको रूपमा अँगालेका थिए र त्यही अनुसार आज उनलाई निको पार्ने प्रयास गरिरहेका छन्, तर पनि सम्भव भएको छैन। अर्कोतर्फ भने मायाले आफ्नै छोरी उर्मिलालाई सम्झाउँदै जिन्दगीमा अब आफूले एउटा छोरो जन्माउने, यहाँ कि तिमीहरू अब एउटा छोरो एउटा छोरी भएर हाम्रो जीवनमा निकै खुसीयाली छाउनेछौ र ल्याइदिनेछौ भन्ने आशा छ भन्दै मिठा मिठा कुराहरू गरिरहेको हुन्छ। र त्यस्तै उता भने अफिसमा काम गर्न पुगेका विनोद र जहाँ उनी पुग्दै गर्दा भने बाटामै देख्छन् कि अचानक एउटा नारी अर्थात् चेली रोइरहेकी हुन्छन् र जसका आँखाबाट आँसु बगिरहेको हुन्छ र त्यो आँसु किन बगिरहेको छ भन्नेतर्फ उनी विनोद निकै चासो राख्दै उनीप्रति आकर्षित हुन्छन् र उनले सोध्छन् कि पक्कै पनि उहाँलाई के भएको रहेछ, मैले बुझ्नुपर्छ भनेर ती दुर्गालाई सोध्छन् कसरी यहाँ आइपुग्नु भयो, के भइरहेको छ। दुर्गाले एउटा गरिब परिवार र जुन गरिब परिवारबाट आफू छोरी भएको नाताले र कमजोर वर्गभित्र पर्ने भएको हुनाले समाजमा खेपिरहेको समस्याका बारेमा उनले विनोद कहाँ सबै कुरा भन्छन् कि म यसरी दुःख भएर आएँ र आज म यो सहरमा रोजगारी खोज्ने क्रममा आएको थिएँ, तर आज रोजगारी पनि गतिलो पाउन सकिरहेको छैन किनकि यो सहर रहेछ मैले सोचे जस्तो पनि भएन र मैले चाहे जस्तो पनि हुन सकेन। त्यस कारणले म आज यहाँ आएर रोइरहेको छु। विनोदले भन्छन् कि मैले अब तिमीलाई एउटा बहिनीको रूपमा स्वीकार गर्नेछु भन्दै रेस्टुरेन्टमा नास्ता खुवाउँछन् र जिन्दगीका सबै कुराकानी गरिरहेका हुन्छन्। अर्कोतर्फ भने माइलाले आज यतिका दिनसम्म पनि सम्झना नआउँदै गर्दा निकै आतुर भएका छन् कि वास्तवमा सम्झना कहाँ गएकी छिन् त, सम्झनालाई के भएको छ, सम्झना के कारणले आज पनि सम्पर्कमा आउन सकिरहेकी छैनन् भन्ने कुरा उनलाई महसुस भइरहेको हुन्छ दर्शकबिन। र त्यस लगतै उनी सम्झनालाई खोज्नुपर्छ भन्नेतर्फ सोच राख्दछ। उनका ती कुराहरूसँगै आफ्नै बहिनी माया अब छोरा पाउने यहाँ कि नयाँ सन्तान जन्माउने भइसके पश्चात पनि उनले पक्कै पनि भान्जा नै जन्मन्छन् भन्दै खुसी व्यक्त गरिरहेका हुन्छन्। यो अर्थमा उनले खुसी व्यक्त गर्छन् कि माया बहिनीको एउटा छोरो र एउटा छोरी हुनेछन् जसले एउटा घरलाई शोभायमान बनाउनेछन् र म मामालाई पनि खुसी प्रदान गर्ने छन् भन्ने कुरातर्फ माइला निकै खुसी भएको महसुस हुन्छ कि हामीले देखिरहेका छौँ कि टोरी सिरियलको यस काल्पनिक कथा जुन शिव शर्मा कटेलद्वारा निर्देशन र निर्माण गरिएको यस सिरियलले यस्तो खालको सन्देश प्रदान गर्दछ कि गल्तीको हामीले सजाय पाउने रहेछौँ र त्यो सजाय पनि हामीले जुन रूपमा गल्ती गरेका छौँ हाम्रा ती गल्तीहरू जुन गल्तीको कारणले गर्दा आज कसैको जिन्दगी नै कमजोर र
निम्न अवस्थामा पुगेको छ, यहाँ कि उसको जिन्दगी झौ चल्न भइरहेको छ कि उसलाई शारीरिक मानसिक रूपमा पीडा दिए। आज बेनिसाका तिनै कुराहरूलाई जोड्दै बेनिसाका मित्र मितिनीहरू पनि निकै सङ्केत छन् कि हामीले गरेको काम पक्कै पनि गैर कानुनी थियो र जसको कारणले गर्दा हामीले अब पक्कै पनि सजाय भोग्नुपर्छ। त्यस कारणले हामी यहाँ बसेर सम्भव छैन भन्ने उनीहरूमा सोच आउँछ, तर पनि उनीहरूले भन्छन् कि अर्कोतर्फ नकारात्मक नै सोचाइ राख्छन् कि हाम्रो मितिनीलाई त त्यो माइलाले कहिलेकाहीँ नराम्रो व्यवहार गर्यो त गर्यो, तर अन्ततः कुनै केही खुवाएर मारिदिने त होइन भन्नेतर्फ उनीहरू शङ्का उपशङ्का लिइरहेका हुन्छन्। तर पनि उनीहरूको त्यो शङ्का र उपशङ्का जस्तै माइला त्यस्तो हुँदैनन् कि उनलाई थाहा छ कि आफ्नो कुन भूमिका आफूले निभाउनुपर्छ र आफू कसरी चलायमान हुनुपर्दछ भन्नेतर्फ। यसरी हेर्दा समग्रमा टोरी सिरियल निकै रोचक बनिरहेको छ दर्शकबिन, कि यहाँ नयाँ पात्रहरू जोडिने क्रम पनि छ जस्तो मलाई लागिरहेको छ। जसरी दुर्गाको आगमन भएको छ र यो आगमनसँगै टोरी सिरियलमा एउटा नयाँ कथा विषयवस्तु पनि अगाडि बढिरहेको छ। आजलाई भने टोरी एपिसोडको रिभ्यू एपिसोड यति नै। हस्त धन्यवाद, नमस्कार।